उनीहरूको दुईटैको हतियार पनि भक्कै ठुलो छ, दुईटैको हतियार पनि एकदम मिल्दोजुल्दो छ र शारीरिक रूपरेखा पनि उनीहरूको एकदम मिल्दोजुल्दो छ र रोचक गेम हुन्छ भन्ने हामी लागिरहेको छ। र स्वयंसेवक साथीहरू मोबाइलमा पनि ध्यान नदिनु, गोरुमा ध्यान दिनु, गोरु भाग्ने यो सिङ त कडा छ नि होइन? लासन भर्सेस फाक अरे? फाम हो त्यो सिङ चाहिँ बराबरीका भयो तर जे भयो अब फर्स्ट आउनु न यहाँ तयारी भइरहेको छ। दुई महायोद्धाहरू तयारी अवस्थामा छन्। जित्ने पहिलो हुन्छ र हार्ने सेकेन्ड हुन्छ। र हामीसँग तेस्रो स्थानको गोरु आइसकेको छ। अब फर्स्ट र सेकेन्ड गोरुले दुईटामा एउटा हुन्छ र हतियारहरू पनि मिल्दोजुल्दो छ र निकै बेरसम्म युद्ध चल्छ भन्ने हामी लागिरहेको छ। तर धेरै रिस्क पनि छ साथीहरू, गोरु बराबर हुने सम्भावना पनि हुन्छ। हाम्रो स्वयंसेवक भाइहरूले धेरै गहिरो भूमिका खेल्नुपर्ने हुन्छ यसमा। अब जति बेलुका हुने गयो चिसो चिसो पनि हुन्छ। गोरुहरूलाई पनि जाडो हुने अवस्था आइसकेको हुनाले टाढा टाढादेखि आउनु भएको दर्शकवृन्दहरूलाई पनि अहिलेसम्म नपुर्याउँ भन्ने कुराले हामीले अरू खेललाई फाँसी राखेर गोरु जुदाईको यो फाइनल खेल खेलाइसकेका छौँ र सुरु पनि भइसकेको छ। भेट्न पाएन कि यो पुरस्कार माला सुदूर चुम्बङको बिचमा भइरहेको छ। महालक्ष्मी महालक्ष्मी लक हानिरहेछ अनि आफ्नो सिङले गाडेको छ। लासङले अघिल्लो साल पनि राम्रो प्रतिस्पर्धा नगरिकन पहिलो स्थान लिएर गएको छ। पार्टी चाहिँ मुनिबाट सिङ भन्दा मुनिबाट हेर्नु न त्यहाँ आफ्नो डरलाग्दो रूपले पनि उसले धेरै आफ्नो रोजनलाई बढाएको छ। भाग्यो डरायो माले भाग्यो तर्सिँदैछ भाग्यो माले भाग्यो फेरिदिनु भाग्यो